पटक पटक कालीकोटबाट जितेका महेन्द्र साईले सिंहदरबारमा घुर्ने र कुर्ने बाहेक अरू केही काम गरेनन्। नगेन्द्र साईको आरोप। सिंहदरबारमा घुर्ने सुन्ने काम बाहेक उहाँहरूले केही गर्नुभयो नि अहिले। दर्शकवृन्द, नेपाली बहस कार्यक्रममा कुराकानी गर्दै नगेन्द्र साईले कालीकोटबाट महेन्द्र साई पटक पटक जितेता पनि कालीकोटे जनताको मनोभावना नबुझेको उनको आरोप छ। उल्टै कालीकोटे जनताको स्तर र त्यहाँको भौगोलिक दृष्टिकोणलाई दोषी लगाउँदै विकास नभएको समेत उनले दाबी गरेका छन्। कालीकोट जिल्लाका जनताको हैसियत हेर्ने हो भने नि अहिले गाडी चढेर सुर्खेत जान त कति गाह्रो छ। अनि 6,000, 8,000, 10,000 अनि तपाईँको प्लेनको टिकट काटेर सुर्खेत झर्न सक्छ त सक्दैन नि। कालीकोटमा तिला कर्णाली, पचाल झरना जस्ता अन्य प्राकृतिक रूपले भरिपूर्ण भएको कालीकोटलाई उनले भौगोलिक दृष्टिकोणले विकास हुन नसकेको दाबी गर्दै आएकोमा आफूलाई दुःख लागेको जनाएका छन्। तिला नदी देख्नु भएन, कर्णाली नदी देख्नु भएन, फुकगाडलाई देख्नु भएन, रहगाडलाई देख्नु भएन, होइन सामीगाडलाई देख्नु भएन, यस्ता किन देख्नु भएन त? त्यसै गरी कालीकोटको जललाई देख्नु भएन, जमिनलाई देख्नु भएन, जडीबुटीलाई देख्नु भएन, स्रोतलाई देख्नु भएन, साधनलाई देख्नु भएन। जसले पनि कालीकोटलाई देख्यो भने दोहन गर्ने र सत्तामा जाने एउटा भयङ्कर रूपमा लिएको हामीले देखिराखेका छौँ। तपाईँलाई अब यो कालीकोटको उहाँहरूले अहिले के जवाब हुन्छ भने कालीकोटमा भूगोल अप्ठ्यारो छ, कालीकोटको चाहिँ त्यस कारणले विकास हुँदैन भनेर उहाँहरूले त्यति मात्रै भन्नुहुन्छ। पटक पटक जितेर पनि कर्णाली र कालीकोटका लागि नीति निर्माण नगर्नु र कालीकोटका जनतालाई, कालीकोटका युवाहरूलाई रोजगार नदिँदाखेरि आजकल गाउँघरमा खाली रहेको र उनी त्यही खाली गाउँघरमा गएर चुनाव प्रचार प्रसार समेत गरिरहेको उनको दाबी छ। त्यसै गरी कालीकोटे जनताले अहिलेसम्म पनि राम्रो व्यक्ति नछानेकोमा दुःख व्यक्त गर्दै अब आफूलाई छान्नुपर्छ भन्ने समेत उनले अपिल गरेका छन्। कालीकोटमा पटक पटक चुनाव लड्दै आएका नगेन्द्र साईले यसपटक जित्लान् त? तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोला र भिडियो अन्तिम समयसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला र मेरो पेजलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।